यो देश केपी ओलीले यति धेरै भड्खालमा जाक्नेछन्, भोलिको पुस्ताले यो देशलाई नेपाल भनेर चिन्दैन, कुनै एउटा देशको प्रान्त भनेर चिन्नेछ। यसर्थ अब जाग्ने जुट्ने बेला आइसकेको छ। आज सरकारले चौकामा मौकामा चौका हाने हो। यो छक्कै बालन शाहप्रतिको नागरिकको केही आक्रोश, उनीप्रतिको समर्थन केही घट्नु र अनि सरकारले लिएको निर्णय कस्तो तादामा मिलेको छ हेर्नुहोस् त। यतिखेर जति बालन शाहको समर्थनमा पहिला जमात थियो नि, अहिले त्यो किसिमको जमात नभएको मैले बुझेको छु। तैपनि हामीले यो सरकारले गरेको ग्रान्ड डिजाइनमा हामी जनता फस्नु हुँदैन। यो सरकारले गरेको डिजाइन हो। बालन शाहलाई जबरजस्त ढङ्गले गलत देखाउन कोसिस गरिएको छ, तर हामी नागरिकले आँखा चाहिँ खोल्नुपर्छ। यतिखेर हामी जनताले बालनलाई औँला उठाउनु भन्दा पनि राज्यप्रति अलिक बढी निर्मम भएर लाग्नुपर्छ, किनकि यो राज्यलाई सकाउने यो खेल हो, डिजाइन हो। म त्यही भनिरहेको छु त। हिजो रविलाई एउटा अनुसन्धानमा रहेको अख्तियारले अनुसन्धान गरिरहेको कार्यकारी प्रमुखलाई जबरजस्ती ल्याएर त्यहाँ पार्टीका चाहिँ उहरूले छिराए, त्यहाँ उलेर ढोका खोलेर छिराए। त्यही त, यहाँ छिराउनु पर्ने मान्छेलाई छिराइँदैन, निकाल्नु पर्ने मान्छेलाई निकालिँदैन, नछिराउनु पर्ने मान्छेलाई छिराइन्छ, ननिकाल्नु पर्ने मान्छेलाई निकालिन्छ। हेर्नुहोस् त, कुलमान घिसिङहरू जस्ता मान्छेलाई निकालेर, जनताको मान्छेलाई निकालेर आज सरोज गुनाई जस्तो सरोज गुनाई मैले त्यही भनिरहेको छु। उहाँहरूलाई ढोका फोरी छिराउँछ। पार्टीका कार्यकर्ता वडाध्यक्षहरू के भन्नुहुन्छ? यो हामी यो घटनाक्रम भन्दा नि यसको खास कारण के हो, यो किन भइरहेको छ भन्नेमा जानुपर्छ। अहिले जति शक्तिमाथि प्रहार भइरहेको छ, नयाँ अनुहारमाथि जति प्रहार भइरहेको छ, यसको मूल कारक तत्त्व नै अहिलेका परम्परागत पार्टीले आफ्नो प्रतिस्पर्धी ठानेका छन् यी नयाँ अनुहारलाई, जसले गर्दा हाम्रो सिट खोसिन सक्ने सम्भावना छ भन्ने लागेको छ। प्रधानमन्त्रीको कुर्सी खोसिन सक्छ भन्ने सम्भावना उनलाई त्यो दिमागमा त्यो ख्याल छ, त्यो भ्रम छ। अनि उनलाई चाहिँ आफ्नो प्रधानमन्त्रीको पद खुस्किने हो कि मेरा सांसदका सङ्ख्या घट्ने हो कि, त्यो भयो भने मेरो संसदमा बहुमत नपुग्ला, थोरै सांसद हुँदा भोलि बिहान मेरा नाममा जति उजुरी छन् राज्यका विभिन्न निकायमा जुन दराजमा थन्किएका छन्, धुलो लाएर बसेका छन्, माकुराको जाल लाएर बसेका छन्, ती सबै फाइलहरू भोलि बिहान राम्रा मान्छे, असल मान्छे, देशभक्त मान्छे आएर टकटक्याएर खोले भने म त सिधै जेल जानुपर्छ नि त हो। यही डरले गर्दा यिनीहरू आउनुभन्दा अगाडि नै हिजो बालनलाई सक्याउने कोसिस, हिजो रविलाई सक्याउने कोसिस गरे। बिचरा हेर्नुहोस् त, रवि अहिले कति जनताको माझमा जति लोकप्रिय थिए पहिला, अहिले एकदमै कम लोकप्रिय भइरहेका छन्। हिजो हर्कलाई पनि त्यही किसिमको एउटा चाहिँ षड्यन्त्रमा तानाबाना बुनियो। हामीसँग कुराकानी गर्नको लागि ऊर्जाशील युवा, देश र जनताको लागि मरिहत्ते गर्ने आदरणीय सामाजिक अभियन्ता सोम शर्माजी हुन्छ। यहाँलाई स्वागत छ। धन्यवाद तपाईलाई। आराम हुनुहुन्छ? एकदम ठिक छ। तपाईँ कुलमान दाई बसेर आज पत्रकार सम्मेलन गर्नु, के हो यसको मुख्य उद्देश्य, लक्ष्य? कुलमान घिसिङलाई जुन उद्देश्यबाट सरकारले निकालेको थियो, जुन बदनियतपूर्ण ढङ्गले निकालेको थियो, मलाई यो काम गरिरहँदा पनि सरकारले निकाल्यो भनेर त्यसको सबै स्पष्टीकरण दिनको लागि उहाँ आउनुभएको थियो। र निरन्तर रूपमा हामी विगत धेरै समयदेखि चाहिँ उहाँ जतिको मान्छे देशका इभन नट विद्युत प्राधिकरण हरेक निकायमा, हरेक राज्यका हरेक सेक्टरमा हुनुपर्छ भनेर आवाज उठाइरहेका व्यक्तिहरू हामी, उहाँको यो पत्रकार सम्मेलनमा पनि हामीले उहाँलाई साथ दिनुपर्छ र उहाँ सँगसँगै उभिनुपर्छ भनेर एउटा सन्देश पनि दिन खोजेको हो। यो देशमा समग्र पत्रकार सम्मेलनको समरीमा उद्देश्य लक्ष्य के हो? अब के हुँदैछ देशमा? त्यो त उहाँको आफ्नो इच्छा कुरा होला, तर मलाई जहाँसम्म लाग्छ हामीलाई उहाँ त्यो परम्परागत पार्टीमा जानुहुन्छ भन्ने विश्वास हामीलाई छैन। उहाँले जनताको भावना बुझेर, जनताको अपेक्षा बुझेर पक्कै पनि एउटा नयाँ शक्तिको मार्फत या एउटा जनताबाट विश्वास प्राप्त भएका व्यक्तिहरूको समूहबाट एउटा नयाँ नेतृत्व खडा गर्नुहुन्छ, शक्ति निर्माण गर्नुहुन्छ र जनताले भनेअनुसारै अगाडि बढ्नुहुन्छ। र जनताले त भनेका छन् बालेन कुलमानहरू अब मिल्नुपर्छ, अर्क साम्पाङहरू, सोम शर्माहरू, अजय श्रेष्ठहरू, गोपी अमालहरू, महावीर पुनहरू मिलेर देशमा हाम्रो चाहना पनि त्यही छ, वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ भन्ने कुरा हो। हाम्रो चाहना पनि सडकमा सुत्ने, कति दिन कराउने, कति दिन सडकमा चाहिँ नि नेपाली भन्ने तपाईँहरू अब आउनु पर्यो नि त। यो सडकमा सुत्नुको तात्पर्य पनि के हो भने हामी जनताहरू कसैले यदि राज्यले कुनै व्यक्तिप्रति पूर्वाग्रह राख्छ भने, कोही व्यक्तिलाई चाहिँ अलिक गलत नियतले कुदृष्टि राख्छ भने त्यसको विरुद्धमा जनताहरू तिम्रा विरुद्धमा पनि उठ्न तयार भएर बसेका छन् है। तिम्रा विरुद्ध पनि जनताहरू आउँछ नै भनेर एउटा सङ्केत दिनको निमित्त र सन्देश दिनको निमित्त मात्र हामी सडकमा सुत्या हो। तर सधैँभरि सडकमा सुत्ने हाम्रो मनसाय पनि होइन। हामी कति दिन सडकमा नाङ्गिने तपाईँहरू, कति दिन सरकारलाई खबरदारी गर्नु? जब तपाईँहरू आएर सम्बन्धित ठाउँमा आएर तपाईँहरूले जनतालाई चाहिँ सूचित गराएर देश परिवर्तन गर्न लाग्नु पर्यो नि।
जबसम्म हाम्रा कुराहरू सरकारले सुन्दैन तबसम्म हामी सडकमा सुत्न मात्र होइन हामी मर्न पनि तयार छौँ भनेर हिँडेका छौँ। होइन यो सरकारले त जनताको कुरा सुन्नु त परै जाओस्, गोली ठोकेर ड्याङड्याङ्गी हिँड्दै गरेको विद्यार्थीदेखि लिएर सबै चाहिँ लडाउन थालिसक्यो यो सरकार हत्याराको सरकारको कुरा नगरोस्। यो सरकारको बनोट नै भ्रष्टाचारलाई जोगाउने नियतबाट सुरुवात भएको सरकार हो, बनेको सरकार हो। यो सरकारलाई जनताको माया भइदिएको भए आज यो अवस्था किन आउँथ्यो होला र। आज त्यसमा तपाईँहरू अब कुलमान दाईको पार्टीमा प्रवेश गर्नुहुन्छ? अजय श्रेष्ठ लगायत तपाईँहरू कुलमान दाईको पार्टी भन्ने त अहिलेसम्म पार्टी बनायो भन्ने अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन। नयाँ पार्टी बन्ने त उहाँले आज चाहिँ नि सङ्केत त गर्नुभयो नि, नयाँ शक्ति बन्ने सङ्केत मैले त अघि नै भनिसकेँ त यस्ता व्यक्तिहरू आउनुपर्छ राजनीतिमा भनेर हामी आफै भन्दै काम गर्नुहुन्छ। बालन शाहलाई मिलाउनुहुन्छ कुलमान दाई? सबैजना मिल्नुपर्छ भन्ने हाम्रो पहिलो मत हो। तर यो मतमा चाहिँ सबैजना चाहिँ सिङ्गे जौरू खोजेर चाहिँ मै ठुलो मै खतरा हो भनेर चाहिँ उहाँहरू झन् ध्रुवीकरण हुनुभयो भने यसले आखिरमा यिनी पुराना दलहरूले मिलेर सत्ता चलाउने हो। यसर्थ रविलाई लाताने बाले कुलमान दाईलाई विद्युत प्राधिकरणबाट चाहिँ नि घिसारेर निकाल्यो, अब बालन शाहलाई चाहिँ नि त्यहाँ कु गर्न खोज्यो, उहाँलाई लात हान्न खोज्यो हो, घिसार्न खोज्यो। हिजो देख्नुभयो नि यो बालन शाहको मात्र कुरा होइन, बालन शाहलाई हिजो लाताने, केही समय अगाडि रविलाई लाताने, केही समय अगाडि कुलमानलाई लाताने, केही समय अगाडि राम्रा राम्रा मान्छे यो देशमा जो छ नि सबलाई लात हान्ने हुन् क्या। यसैले त हामीले पटक पटक भनेका छौँ नि, ए नागरिक हो ए अथवा चाहिँ नागरिकले विश्वास गरेका पात्रहरू हो, तिमीहरूलाई सधैँभरि सरकारले लात हानिरहेको छ। यसको महत्त्वपूर्ण कारण चाहिँ तिमीहरूको एकता नभएर हो। आज बालेन, हर्क, गोपी, कुलमान, घिसिङ जस्ता मान्छे, रवि जस्ता मान्छे एकै ठाउँमा उभिएको भए कति सुन्दर शान्त देश हुन्थ्यो होला। आज यो ओलीले यिनीहरूलाई हेप्न पाउँथे, लात हानेर निकाल्न पाउँथे। बालनलाई जुन किसिमको एउटा चाहिँ क्षयीकरण गर्न खोजिएको छ, जुन किसिमको एउटा कराप झराप पार्न खोजिएको छ, एक्लोपन बनाउन खोजिएको छ। हिजो रविलाई जुन किसिमको कुदृष्टि राखियो र कुलमान घिसिङलाई पनि जुन किसिमको ताण्डव नृत्य देखाएर राम्रो काम गर्न खोज्दै पनि शून्य अङ्क दिएको छ। यी सबै चिजहरू त सरकारले गर्न सक्दैन थियो नि। यसको निमित्त सबै नागरिकहरूबाट अनुमोदन प्राप्त भएका र विश्वास प्राप्त भएका तिमी सबै पात्रहरू एकै ठाउँमा उभियो भन्नु त हामीले आज मात्र भने हो र कयौँ सयौँदेखि अगाडिदेखि भनिरहेका छौँ नि त। त्यो पात्रको रक्षा कवचको निमित्त सुन्नुहोस् न, ती पात्रहरूको रक्षा कवच बनेर हामी उभिनु तयार छौँ। बरु तपाईँ देश चलाउनुहोस्, हामीलाई केही चाहिएको छैन, हामीलाई सदस्य पनि चाहिएको छैन, हामीलाई केन्द्रीय सदस्य यता केही चाहिएको छैन। तिमीहरू उठेर तिमीहरू एकता भएर चाहिँ राम्रो ठाउँमा पुगेर देश बनाइदियो भने, देश राम्रो ढङ्गले अगाडि चल्यो भने हामी आफ्नो ढङ्गले राम्रो काम गरेर बस्न पाउँथ्यौँ। बिहानदेखि बेलुकासम्म आफ्नो जीविका पार्जन गर्नुको निमित्त के काम गर्नु पर्यो, आनन्दले ढुक्कसँग सुत्न उठ्न र काम त गर्न पाउँथ्यौँ नि। तर आज त यहाँ बिहान उठेर बाटोमा हिँड्दा पनि कुन चाहिँ गोली लाग्ने हो र मर्ने भन्ने डर अवस्था आइरहेको छ। या केही काम गर्न जाने हो भने पनि काम गर्न नपाइने हो कि भन्ने अवस्था छ। हरेक ठाउँमा जनता आक्रोशित छन्, हरेक ठाउँमा जनताले समस्या मात्रै भोगेका छन्। यहाँ कुन चाहिँ नागरिक खुसी छन्? यो सबैको कारण एक त यी परम्परागत पार्टीहरू हुन् र अर्को कारण चाहिँ जो नयाँ शक्ति भनिएका छन्, यी शक्तिहरूको एकता नहुनु प्रमुख कारण हो। यी सबैलाई पनि विश्लेषण गरेर अब कुलमान घिसिङ चाहिँ आजबाट एउटा सङ्केत गर्नुभएको छ। उहाँ सँगसँगै हिजोदेखि नै राजनीतिमा आइसक्नु भएको रवि लामिछाने जस्ता पात्रहरू, कुलमान हाम्रो बालेन शाह जस्ता पात्रहरू, हर्क साम्पाङ जस्ता पात्रहरू, यता गोपी हमाल जस्ता पात्रहरू र सडकमा आइरहेका हामी जस्ता सबै साथीहरू चाहिँ एक ठाउँमा उभिने दिन आइसकेको छ। त्यो आज कुलमान घिसिङले पनि सङ्केत गर्नुभएको छ। यो उभिने समय हो। यदि यो समयमा पनि हामी उभिन सक्यौँ भने यो देश केपी ओलीले यति धेरै भड्खालोमा जाक्नेछन्, भोलिको पुस्ताले यो देशलाई नेपाल भनेर चिन्दैन, कुनै एउटा देशको प्रान्त भनेर चिन्नेछ। यसर्थ अब जाग्ने जुट्ने बेला आइसकेको छ। त्यसमा पुलको काम गर्न तयार तपाईहरु मिलाउनुहुन्छ सबैजनालाई? हामी त काम गर्न तयार हैन, काम गरिरहेका छौँ त हामी। सबैले मिलाउनुहुन्छ? गोपी बाले हाम्रो कोसिस जारी छ। हामी मिलाउन ठेक्का लिने मान्छे होइन, कोसिस जारी छ। हाम्रो प्रयासले लागि देशको लागि राम्रो हुन्छ भने त ठेक्का लिने झोला बोक्न सबै गर्नु होइन होइन। सुन्नुहोस् न, हामीले प्रयास हामीले कोसिस गर्ने हो। सुन्नुहोस् न, हामीले कोसिस गर्ने हो क्या, कोसिस गर्ने हो हामी ठेक्का लिएर तिमी मिल्नै पर्छ भनेर त पटक भनेको छौँ। तर हाम्रो प्रयास, हाम्रा आवाजहरू, हाम्रो अनुरोधहरू स्वीकार्ने नस्वीकार्ने र त्यसलाई मान्ने नमान्ने भन्ने कुरा त उहाँहरूको कुरा होला नि त। उहाँहरूको कुन नियतले आउनु भएको छ। जनताले मिल्यो भनेपछि उहाँहरू मिल्नुपर्छ नि। मिल्नुपर्छ, त्यो त मिल्नुपर्छ। मिल्नुपर्छ, किन मिल्नुहुन्न त उहाँलाई गरेर समय परिस्थिति ठिक गराएको छ। देख्नु होला कुलमान घिसिङलाई जसरी विद्युत प्राधिकरणबाट निकाल्यो त्यसै गरी महानगरबाट बालेन शाहलाई लात हान्ने तयारी
भएको छ त्यसको सङ्केत हिजैदेखि होइन सुन्नुहोस् न यो कुरा तपाईँले होइन सुन्नुहोस् न सर यो मिल्नुपर्छ भन्ने कुरा त अहिलेबाट होइन हामी हिजोदेखि भनिरहेका छौँ हामी त पटक पटक के भन्थ्यौँ भने रवि लामिछाने जुन किसिमले राज्यले प्रतिशोध साँधेर 84 दिनसम्म जेलको कस्टडीमा हावा खुवायो नि त्यो चिसो कस्टडीमा सुतायो नि त्यतिखेर बालेन शाह बोल्देऊ है तिमी चुपचाप लागेर नबस यही समस्या भोलि तिमीलाई आइरहँदा रवि लामिछाने नबोल्दिन सक्छन् जनता नबोल्दिन सक्छन् अहिले बालेन शाह मै मात्रै हो भनेर सबै जनताले वाहा वाहा गरेका छन् भनेर चुपचाप लागिदियो भने भोलि तिमीलाई समस्या पर्दा कुन चाहिँ जनता बोल्दैलान् भनेर अहिले बोल्यो र हामी हिजोदेखि नै बोल्यो भने पोखरामा गइरहँदा पनि पोखराको रवि लामिछानेको सपोर्टमा गइरहँदा पनि त्यतिखेर बोलिरहँदा पनि बालेन शाह बोल्देऊ भनेर हामी पटक पटक भनेका थियौँ कुलमान घिसिङलाई पनि जुन किसिमले जबरजस्त ढङ्गले निकालिएको थियो बालेन शाह बोल्देऊ न हो तिमी त राष्ट्रका मान्छे हो नि त देशले चिनेको मान्छे हो देशले विश्वास गरेको मान्छे हो एकचोटि बोलिदिएर के फरक पर्छ र त्यतिखेर पनि भनेका थियौँ हामी त्यो मात्रै हो र उनकै आवाज उनकै बालेन शाह जिन्दाबाद भनिरहँदा उनकै तस्बिर अङ्कित भएको टी सर्ट लगाएर गइरहँदा प्रहरीले जुन किसिमले धरपकड गरेको थियो आम नागरिकलाई त्यतिखेर पनि त बोल्देऊ न तिम्रो आवाज तिम्रो नाम लिएर कुनै नागरिकलाई निहत्ता ढङ्गले चाहिँ प्रहरीले कुटपिट गराएको छ जेल हाल्या छ कोच्या छ कस्टडीमा राखेको छ भने तिमीले एकचोटि मेरो नाम लिएकै आधारमा किन नागरिकलाई थुनेको भनेर प्रश्न त गर्दैनौ भनेर हामीले पटक पटक भनेका थियौँ नि आज हेर्नुहोस् त बिचरा हिजो उनलाई जुन किसिमको एउटा चाहिँ षड्यन्त्र बुनिएको छ एक्लोपन बनाउन खोजिएको छ अनि त्योभन्दा केही अगाडि चाहिँ आयोजकै नभइएका एउटा पात्रलाई जुन किसिमले चिठी काटेका छन् आज सरकारले चौका हाने हो यो छक्कै बालेन शाहप्रतिको नागरिकको केही आक्रोश उनीप्रतिको समर्थन केही घट्नु र अनि सरकारले लिएको निर्णय कस्तो तादामै मिलेको छ हेर्नुहोस् त यतिखेर जति बालेन शाहको समर्थनमा पहिला जमात थियो नि अहिले त्यो किसिमको जमात नभएको मैले बुझेको छु तैपनि हामीले यो सरकारले गरेको ग्रान्ड डिजाइनमा हामी जनता फस्नु हुँदैन यो सरकारले गरेको डिजाइन हो बालेन शाहलाई जबरजस्त ढङ्गले गलत देखाउन कोसिस गरिएको छ तर हामी नागरिकले आँखा चाहिँ खोल्नुपर्छ यतिखेर राज्य हामी जनताले बालेनलाई औँला उठाउनु भन्दा पनि राज्यप्रति अलिक बढी निर्मम भएर लाग्नुपर्छ किनकि यो राज्यलाई सकाउने यो खेल हो डिजाइन हो म त्यही भनिरहेको छु त हिजो रविलाई एउटा अनुसन्धानमा रहेको अख्तियारले अनुसन्धान गरिरहेको कार्यकारी प्रमुखलाई जबरजस्ती ल्याएर त्यहाँ पार्टीका चाहिँ उहरूले छिराए त्यहाँ उले ढोका खोलेर छिराए त्यही त यहाँ छिराउनु पर्ने मान्छेलाई छिराइदैन निकाल्नु पर्ने मान्छेलाई निकालिँदैन नछिराउनु पर्ने मान्छेलाई छिराइन्छ ननिकाल्नु पर्ने मान्छेलाई निकालिन्छ हेर्नुहोस् त कुलमान घिसिङहरू जस्ता मान्छेलाई निकालेर जनताको मान्छेलाई निकालेर आज सरोज गुनाइको जस्तो सरोज गुनाइ मैले त्यही भनिरहेको छु उहाँहरूलाई ढोका फोरी छिराउँछ पार्टीका कार्यकर्ता वडाध्यक्षहरू के भन्नुहुन्छ यो हामी यो घटनाक्रम भन्दा यसको खास कारण के हो यो किन भइरहेको छ भन्नेमा जानुपर्छ अहिले जे जति शक्तिमाथि प्रहार भइरहेको छ नयाँ अनुहारमाथि जति प्रहार भइरहेको छ यसको मूल कारक तत्त्व नै अहिलेका परम्परागत पार्टीले आफ्नो प्रतिस्पर्धी ठानेका छन् यी नयाँ अनुहारलाई जसले गर्दा हाम्रो सिट खोसिन सक्ने सम्भावना छ भन्ने लागेको छ म प्रधानमन्त्रीको कुर्सी खोज्न सक्छ भन्ने सम्भावना उनलाई त्यो दिमागमा त्यो ख्याल छ त्यो भ्रम छ अनि उनलाई चाहिँ आफ्नो प्रधानमन्त्रीको पद खुस्किने हो कि मेरा सांसदका पदहरू सांसदका सङ्ख्या घट्ने हो कि त्यो भयो भने मेरो संसदमा बहुमत नपुग्ला थोरै सांसद हुँदान् भोलि बिहान मेरा नाममा जति उजुरी छन् राज्यका विभिन्न निकायमा जुन दराजमा थन्किएका छन् धुलो लाएर बसेका छन् माकुराको जाल लाएर बसेका छन् ती सबै फाइलहरू भोलि बिहान राम्रा मान्छे असल मान्छे देशभक्त मान्छे आएर टकटक्याएर खोले भने म त सिधै जेल जानुपर्छ नि त हो यही डरले गर्दा यिनीहरू आउनुभन्दा अगाडि नै हिजो बालेनलाई सक्याउने कोसिस हिजो रविलाई सक्याउने कोसिस गरे बिचरा हेर्नुहोस् त रवि अहिले कति जनताको माझमा जति लोकप्रिय थिए पहिला अहिले एकदमै कम लोकप्रिय भइरहेका छन् हिजो हर्कलाई पनि त्यही किसिमको एउटा चाहिँ षड्यन्त्रमा तानाबाना बुनियो हिजो कुलमान घिसिङलाई पनि त्यस्तै प्रपञ्च रत्न खोजियो अहिले बालेनलाई पनि त्यही प्रपञ्च रत्न खोजियो अनि यो देशमा हामीले चाहेको शासन कसको यिनी केपी ओलीको यिनी प्रचण्डको यिनी शेरबहादुरको होइन नि हो यसर्थ हाम्रो आम नागरिकले अब आँखा खोल्नुपर्छ होला हिजो बालेनले जानेर गल्ती गरे नगरे आफ्नो पक्षमा मात्र बोले व्यक्तिगत कुरा मात्र उठाए अरू जनताको पक्षमा बोल्दिएनन् रविको पक्षमा बोलेनन् कुलमाको पक्षमा बोलेनन् होला उनकै आवाजमा उठिरहेका नागरिकलाई भित्र जेल हाल्दा पनि नबोले होलान् तर त्यो भनिरहँदा हिजो तैँले यसो गरिनुहोस् यसर्थ हामी चुपचाप लागेर बस्छौँ बल्ल खाइस नबनौँ अब लागौँ किन यतिखेर पनि यी नागरिकलाई फसाइयो राम्रा मान्छेलाई फसाइयो भने नेतालाई गाड्छु भनेका भाइले आज आफै हेर्नुहोस् त हरिबिजोग भएको त्यहाँ ठिक छ त्यो उहाँको आक्रोशपूर्ण अभिव्यक्ति होला आजभोलिका जनतालाई मैले त सिधै भनेको छु बालेन शाहले स्टाटस गलत लेख्नु भएको टुकुचा खोलामा गाड्ने होइन उहाँलाई सेफ्टी ट्याङ्कीमा गाड्नुपर्छ टुकुचा खोलाको जस्तो पानी पवित्र छ नि त्यो पवित्र पानीमा लगेर यस्ता गन्धहीन नेतालाई गाड्यो भने त्यो पवित्र खोला गन्धहीन हुन्छ त्यो खोला दुर्गन्धित हुन्छ यसर्थ
त्यो सेफ्टी ट्याङ्कीभित्र लगेर गाड्न पनि लायक नभएका पात्र हुन् यिनीहरू उनले स्टाटस एडिट गर भनेर त्यतिखेरै भने नि मैले यसर्थ त्यतातर्फ भन्दा पनि हामीले अहिले मूलभूत प्रश्न के हो भने देश कतातिर जान्छ तिनकुरमा चाहिँ गोली चलेको छ देश केपी ओलीको राज भइरहेछ नेपालको संविधान 2072 हो नेपालको संविधान केपी ओली भएको छ त्यो भन्दा छु आज तपाईँ हामी नागरिक जो छौँ नि तपाईँ पत्रकार हो नि पत्रकारले हेर्नुहोस् त कसरी भित्र कसरी दन्ती आगो लाएर मारिरहेको छ कसले मारेको छ अनुसन्धान भएको छैन विभिन्न आशंका प्रसङ्गहरू चाहिँ विभिन्न तिर्सिरहेका छन् राज्यप्रति नै हिजो एउटा सामान्य एउटा विद्यार्थी कोठामा गइरहँदा गल्लीबाट भित्र छिर्ने कोठामा क्रममा चाहिँ राज्यले ताकी गोली हानेर मार्छ एउटा नागरिक प्रदर्शनमा आएको नागरिक पनि होइन ऊ चाहिँ घरतर्फ फर्किरहेको छ प्रहरीसँग एउटा चाहिँ मुक्कामिला गरेको पनि छैन मुडबेड नगरेको अवस्थामा ऊ सहज ढङ्गले घर गइरहँदा पनि पछाडिबाट गोली हान्ने जुन दृश्य देखिएको छ अहिले अझ सरासर चाहिँ प्रहरीका अभिव्यक्ति सुनिन्छन् नक्कली अश्रु ग्यास होइन रे त्यो डिपफेक भिडियो अरे जहाँ त्यो सभास्थलमा अश्रु ग्यास प्रहार भएको छ यी सबै चिजहरू केवल जनतालाई आक्रोशित बनाउने चिज मात्रै हुन् यसर्थ हामीले बारम्बार आग्रह गरेका छौँ जबसम्म यो देशमा यी परम्परागत दलका नेतृत्वको शासन रहिरहन्छ नि यो त के हो र हजुर आज 2 जना मात्र मान्छे मारे हुन् भोलि 2-0-20 त्यो अर्को 0-200 अर्को 0-1000 त्यसपछि 2 लाख मर्न सक्छन् क्या त्यो पनि मलाई त्यति त्यो हुँदा पनि आश्चर्यचकित हुनु पर्दैन किनकि देशको नेतृत्व जो छ नि केपी ओली जस्ता पात्रहरू यी पात्रहरू त्यो सरकारमा जाने यिनीहरूको त्यो भर्याङ नै लास थियो रगत थियो जनताको लासमाथि टेकेर जनताको रगतको होली खेलेर अहिले प्रधानमन्त्री बनेका मान्छेलाई जनताको रगतको प्यारो लाग्छ जनताको जीवनको प्यारो लाग्छ प्रधानमन्त्रीज्यूले भन्नु तिनीहरूले त त्यहाँ 2-4 हजार त जहिले पनि भेला हो त्यहाँ गर्छ त्यही त भनेको छु त्यही त भयो त अनि के हो उहाँले भनेको कुरा सत्य निस्कियो त अघिल्लो दिन त 2-4 हजार मान्छे भेला पर्छन् कर्फ्यू लागिन्छ भन्ने हल्ला छ गोली ठोक्छन् भन्ने हल्ला छ केही नपर्नुस् भनेको थियो आज उनकै आफ्नै अभिव्यक्ति उनकै सरासर झुट भएको प्रमाणित त भएन र भने भोलिपल्टको दृश्यले गर्दाखेरि यस्तो हो सुन्नुहोस् है मैले घटनाको जिम्मेवारी आज चाहिँ दुनियाँ रोएर हेर्नुहोस् कति मान्छेको सिन्दुर पुस्यो कतिको चाहिँ छोराछोरी काग खोसियो देख्नुभयो नि तपाईँले कति घाइते छन् अस्पतालको शैय्यामा अहिले पनि गुहार बचाऊ भनेर चाहिँ नि छटपटाउनु पर्ने अवस्था छ अब यसको जिम्मा कसले लिने यसको जिम्मा मैले सरासर भनेको छु यसको जिम्मा कुनै आन्दोलनकारीले यसको जिम्मा कुनै दुर्गा प्रसाईले कुनै ज्ञानेन्द्र शाहले या कुनै राज संस्थावादी पार्टीले लिने होइन आज दुर्गा प्रसाई जस्ता पात्रहरू उठ्नुको सबभन्दा अगाडि आउनुको मेन कारण के हो राज्यले ती जनताका समस्या यथोचित ढङ्गले सुनिदिएको भए ती जनताका समस्यामा म छु है भनेर राज्यको हरेक ठाउँमा उपस्थिति भइदिएको भए आज नागरिकले आऊ दुर्गा प्रसाई भन्थ्यो होला र आऊ ज्ञानेन्द्र शाह भन्थ्यो होला र आऊ राप्रपा भन्थ्यो होला र यी नेतृत्वले यी दलहरूले चाहिँ साँच्चीकै सहज ढङ्गले तपाईँ बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्मका तपाईँका दैनिकी जीवनमा जे अप्ठ्यारा पर्छन् नि त्यो अप्ठ्यारोमा म छु है मलाई भन म तिम्रो सारथी हो म तिम्रो जनप्रतिनिधि हो म तिम्रो सरकार हो भनेर हरेक जनतालाई विश्वास दिलाइदिएको भए आज ती नागरिकहरू 3 कुनेमा जान बाध्य हुन्थे हामी बाध्य हुन्थ्यौँ आज नागरिकहरूले दुर्गा प्रसाईलाई राजा मान्न दुर्गा प्रसाईलाई नेतृत्व मान्न बाध्य हुन्थ्यो होला र यसर्थ यसको सबभन्दा मेन राज्य हो राज्यले जनतालाई दमन गर्यो राज्यले जनतालाई दुःख दियो समस्या दियो पीडा दियो आफ्ना वरिपरिका मान्छेलाई एकदमै संरक्षण गर्ने आफ्ना प्रतिस्पर्धी मान्छेलाई सकिएसम्म जेल ठोक्ने उसको विरुद्ध बोल्दा बित्तिकै विभिन्न मान्छेहरू कार्यकर्ता लगाएर लात्ताले बङ हान्दिने टुडी खेलमा होस् या रङ्गशालामा होस् यहाँ ओलीको विरुद्ध बोल्ने मान्छेको हातमा हतकडी लगाउन तयार हुने अवस्था आएको छ जनताहरू अनि यस्तो बर्बरताबाट उठ्नको निमित्त मैले यहाँबाट भनिरहेको छु आज नागरिकहरू राष्ट्र संस्था ल्याउनुपर्छ दुर्गा प्रसाई आउनुपर्छ भन्ने पक्षमा भन्दा पनि बढी यी नेतृत्व सकिनुपर्छ केपी ओलीको राज सकिनुपर्छ भनेर त्यो 3 कुनेमा गएको छन् म आफै गएको छु त्यहाँ राज संस्था जिन्दाबाद भन्दा पनि बढी नारा केपी चोर देश छोड भन्ने लागिरहेको छ कुलमान घिसिङ आउनुपर्छ भन्ने लागिरहेको छ भनेको मतलब यी सबै नागरिकहरूको एक मात्र स्वर के हो भने यी नेतृत्वबाट देश बन्दैन यी नेतृत्वको सफाया हुनुपर्छ सखाप हुनुपर्छ यी नेतृत्व सकिनुपर्छ भन्ने मात्र एक मात्र जोड हो होइन राजा कुनै पनि ठिक होइन राजा र प्रजाको सम्बन्ध कहिले पनि राम्रो हुँदैन राजा भन्ने नै यो मलाई एकदम गलत लाग्छ त्यसो भन्ने भने त हामीले चाहिँ 100 वटा फटा भन्दा एउटा फटा ठिक हो होइन नि त फटा नै हो नि यद्यपि राजामा उहाँलाई इङ्गित गर्न खोजे होइन
राजा भन्ने शासन नै प्रजा बनाउने शासन हो। हामीले तपाईँको छोरा, तपाईँको आफ्नो स्थान, तपाईँलाई त्यो राजाको ठाउँमा देख्न चाहन्छौँ, म त्यो राजाको ठाउँमा देख्न चाहन्छु, या जो मान्छे यो समाजलाई बुझेको छ, देश बनाउन सक्ने सक्षमता छ, त्यो मान्छे त्यो ठाउँमा पुगेको हेर्न चाहन्छौँ। राजाको शासन केवल वंशकै आधारमा, जन्मेकै आधारमा ऊ देशको अपकमिङ प्राइम मिनिस्टर या अपकमिङ राजा हुने त्यो प्रणालीको अन्त्य हुनुपर्छ भन्ने विश्वास राख्ने लोकतान्त्रिक व्यवस्थालाई मान्ने मान्छे हो हामी। यसर्थ न यो राजा ठिक छन्, न हिजोका त्यो प्रत्यक्ष शासनमा जुन राजाले जुन दम्भ देखाएका थिए, जुन किसिमको क्रियाकलाप गरेका थिए। तर जनताबाट प्रत्यक्ष निर्वाचित जननिर्वाचित कार्यकारी प्रधानमन्त्री चाहियो त त्यसको त हामी भनेका छौँ त, हामीले त स्पष्ट भनेका छौँ, प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री चाहियो। यो प्रदेशहरू खारेज हुनु पर्यो, संसदबाट मन्त्री बन्ने सिस्टम खारेज हुनुपर्छ, संसदबाट मन्त्री बन्ने होइन, विज्ञता र क्षमताको आधारमा बन। यी सबै कुराहरू विदेशमा रहेका नागरिकहरूलाई मताधिकार सुनिश्चित गर भनेर पटक पटक बोलेका छौँ, तर हाम्रा कुरा कसले सुनिदिने भन्नुहोस् त। यहाँ त देशको हामी यो कुरा बोलिरहेछौँ, देशमा परिवर्तन हुनुपर्छ। हाम्रो फोक्सोमा सास रहने बेलासम्म, एक चिम्टी सास रहने बेलासम्म र मुटुमा एक थोपा रगत बग्ने बेलासम्म रहने बेलासम्म हामी यो देशको निमित्त